डान्स गर्न एकदमै गाह्रो काम हो होइन गीत गाउन चाहिँ म एकदमै मन लाग्ने भाव हुनाले चाहिँ म गाइराख्न पाउँ जस्तो लाग्छ तर सबैमा सुहाउँदैन कुनैमा सुहाउनेहरूमा चाहिँ गाइरहेको हुन्छु सो मोर भनौँ न सिङ्गिङ मलाई अलिक बेसी मजा लाग्छ नाच्न चाहिँ गाह्रो साह्रै ल मर्दानगी देखाम सबैले आफ्नो केटाहरूलाई टिका लगाइदियो अनि क्राउडको लिडर को हो त्यसलाई बोलाउँदै यार त्यो मान्छे क्राउड कहाँ छन् सबलाई यहाँ लिएर भन त जय महाबोध किन होला लजाउने लालुमा फुलमै त हो भमरा भुल्ने जाउने लालुमाई फुलमै त हो भमरा भुल्ने नाइ दाइले मलाई गाउँदेखि दोस्रो गीत हो होइन अनि पहिला काले दाइ गएको थियो त्यो पनि मजा आएको थियो गाउनलाई यो पनि पहिलोचोटि उहाँले दाइले पठाउनु बित्तिकै इन्ट्रेस्टिङ छ दाइ हुन्छ गाउन भनेर मलाई अब गाउनलाई इन्ट्रेस्ट लाग्ने भयो हुनाले दाइले यसो रोजेर राम्रै गीत दिनुभएको छ सो खुसी छु म एकदमै सम्झिरहनु हुन्छ बेला बेलामा पानीको तरङ्ग हुँदैन लालुमाई पानीको तरङ्ग हुँदैन पछाडिबाटै आउने हिरोइनलाई ढाक्न पाउनु भयो गलत हो हिरोइन फेक्न पाएन पानीको तरङ्ग हुँदैन लालुमाई पानीको तरङ्ग हुँदैन बिहान जाडो भएर तनाव थियो अब गरम भएर तनाव छ बुलादुलीलाई सबैलाई परिवारलाई चाहिँ आशीर्वाद दिएको छ त्यो इन्डियन कल्चर होइन कि ढुङ्गे बेलामा 100% दिएको डान्सिङ गीत छ त्यो नाच्नु पर्ने गीत हो मैले नाच दिनु भन्नु कता बाधु शिरमा कि दिलैमा पिरतीको सरको कलाकार गजब छन् खिचाइ गजब हो र ल म निस्केम ल हैन भाइ विशाल दाइ रेडी हो ल दाइ रमाइलो भइरहेछ दाइ तपाईले उता नाचातिर हेर्नुस् है हामीलाई हैन कता बाधु शिरमा कि दिलैमा पिरतीको सरको किन होला लजाउने लालुमाई फुलमै त हो भमरा भुल्दैन ठिकैमै हुन खोज पहिला एउटा चिज भन्यो यो क्यामेरा हो कि पेन हो यो रमाइलो भयो मलाई त दिनेश दाइसँग गीतमै काम गरेको पनि कतिवटा 3-4वटै भइसक्यो क्या हो काले दाइ बनकिचरी तेस्रो होइन थर्ड हो यो त्यस अगाडिको गीतहरू पनि सबै राम्रै भएको छ
गलबन्दीको फुर्को गलबन्दीको फुर्को कता बाँधु शिरमा कि दुलैमा पिरतीको सुर्को ठिकै मै हुन खोज गलबन्दीको फुर्को कता बाँधु शिरमा कि दुलैमा मलाई यो फर्स्ट टाइम अब हालिहाल्यो सुन्दर सबु दिदीले अझै भन्छ तिमीले ढिलो गर्यो लाइहाल्यो एक्टर हुनुको फाइदा दिनेश दाइले राम्रो गीतमा नचाउनु भएको छ मलाई खुसी लाग्छ अनि आज पनि रमाइलो भयो त्यस काम चाँडो पनि सक्यो नाच्दा नि मजा आयो 1.5 डेमा गाउँदाखेरि चाहिँ त्यही हो दाइले मलाई गाउँदेखिको दोस्रो गीत हो होइन अनि पहिला काले दाइ गएको थिएँ त्यो पनि मजा आएको थियो गाउनलाई यो पनि पहिलोचोटि उहाँले दाइले पठाउनु बित्तिकै इन्ट्रेस्टिङ छ दाइ हुन्छ गाउँ न भनेर मलाई अब गाउनलाई इन्ट्रेस्ट लाग्ने भयो हुनाले दाइले यसो रोजेर राम्रै गीत दिनुभएको छ सो खुसी छु म एकदमै किन होला लजाउने लालुमाई तुमै त हो भमरा फुल्ने नाई किन होला जिसका नि लालोमै खुसीमै होल आजले मिल्दैन पछ्यौरीको फुर्को कता बाँधो शिरमा कि दिलैमा पिरतीको सुर्को कता बाँधु शिरमा कि दिलैमा पिरतीको सुर्को नमस्कार धन्यवाद सबैलाई एकदम मनैदेखि धन्यवाद जेठ 15 गते महाभोज आउँदैछ सबैजनाले प्रचारमा साथ दिनु होला टिकटक बनाइदिनु होला रिल्स बनाइदिनु होला साथीहरूलाई सबैलाई भनिदिनु होला र थ्याङ्क यू दादा आज हाम्रो पहिलो काम दादासँग एकदम मजाले 1 2 3 गो Back up!